नमस्कार। यो मेरो रुम हो, हेर्नुस्। यो मेरो सानो रुम छ। हामी 5-6 जना बस्छौँ। आज मेरो छुट्टी हो अनि आज मेरो छुट्टी छ गाइस। आज म बाहिर जानलाई म हल्का बिमार छु, त्यही भएर म बाहिर नजान लाग्यो। मेरो भिडियो मेरो ब्लगलाई सबैले माया गरिदिनु होला। नयाँ भए मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यो हेर्नु सानो रुम छ, यो मेरो किचन हो। हल्का हेर्नुस्, हामी गरिब बस्ती हुन्छ। अरू के छ हजुरहरूको हाल खबर? आज म फुल इन्जोय। आज हामीलाई हप्तामा छुट्टी मिल्यो भने दसैँ तिहार आज जस्तो हो गाइस है। दिनभरि उमेको अर्डर हाने गाह्रो हुन्छ गाइस। एकदम हामी आज दसैँ तिहार आज छ। हप्तामा छुट्टी भएपछि हेर्नु गाइस, हेर्नुहोस् तपाईँहरूलाई के भनौँ र होइन। एकदम हप्तामा छुट्टी भएपछि दसैँ तिहार आज त हुन्छ हामीलाई। दिनभरि अर्डर हानेको छ। बस्नलाई फुर्सद हुन्न, बाहिर खानलाई फुर्सद हुन्न होइन। होटललाई यस्तो लाइफ किचन हो हाम्रो होइन। हाम्रो चाहिँ फेरि मोबाइल चलाउनु लड्छ भित्र लाइफ किचन हो। के भनौँ हजुरहरूलाई, दिनभरि अर्डर हानेछ। त्यही भएर आज हेर्नुहोस् अब मेरो छुट्टी छ आज। अब दसैँ तिहार आजको छ, मलाई हेर्न सक्नुहुन्छ। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। म देखाउँछु हजुरहरूलाई। आज मैले केरा पनि ल्याएको छु होइन। हामी गरिबीहरू भयो, परदेशीहरूको जिन्दगी क्या, परदेशीहरूको जिन्दगी। अब परदेशीको जिन्दगी त्यस्तै छ। अब हेर्ने जानुहोस्। अब मैले आज के भन्ने होइन, बुढीलेदेखि गाली गर्छ। बियर पनि ल्याएको छु, खाने हो। अब चाहिँ मलाई त दसैँ तिहार आजको लाग्छ गाइस। हजुरले कस्तो मान्नुहुन्छ होइन। अब मेरो च्यानलमा अब हल्का नयाँ भए मेरो ब्लगमा हजुरहरू आउनुहुन्छ, लाइक कमेन्ट गरिदिनु होला। नयाँ भए मेरो च्यानलमा सब्सक्राइब गरिदिनु होला। आज चाहिँ अब म छुट्टीमा छु। आज छुट्टी हो मेरो, हप्तामा एकचोटि छुट्टी मिल्छ। हप्तामा 6 दिन चाहिँ गदा जस्तो यतिको त गदा पनि दलिन्न होला। यति हामी होटललाई एकदम केरा खाएर हल्का इन्जोय गरेर आज चाहिँ म यो किन देखाएको होला, यसले किन देखाउँदैछ भनेर माइन्ड नगर्नु होला। आज मलाई खुसी छ क्या, हप्तामा छुट्टी मिल्छ। छुट्टी मिलेपछि आज हल्का इन्जोय गरेर हामी बस्ने हो। मेरोलाई चाहिँ दसैँ तिहार जस्तो, हजुरलाई चाहिँ कस्तो हो म हजुरहरूले कमेन्टमा भन्नु होला हजुरहरूलाई कस्तो हुन्छ होइन। मलाई चाहिँ अब म चाहिँ हेर्नुहोस्, अब यो हल्का बियर खाएर इन्जोय गर्ने हो। आज मलाई चाहिँ दसैँ तिहार जस्तो छ। आज म धेरै खुसी छु। हजुरहरूले धेरै साथ सपोर्ट गरेर मलाई यहाँसम्म पुऱ्याइदिनु भएको छ। अरू हल्का मेरो भिडियोलाई सेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। हामी परदेशीहरूको जिन्दगी यस्तै गर्ने। सबभन्दा ठुलो गरिब हुन किन भन्नु, गरिब नभए आफ्नो छोराछोरी, आफ्नो बुढी छोडेर परदेश आउनु थिएन नि। बुढी छोडेर परदेश आइदिएको छ, त्यहाँदेखिको राजनीति खटिया छ होइन। खटेर राख्ने अब मभन्दा सिनियर सेयरहरू मैले गाडी सुनाउँछ, त्यो पनि सुन्नै पर्यो। नसुन भने नोकरी जाला भन्यो खतरा गाइस होइन। सबभन्दा हिजो 7 तारिकको मेरो पेमेन्ट आएको ट्र्याक्टर नेपाली 40-45 हजारको होइन। सर्भिस चार्ज मिलाएर 45,000 रुपियाँ आउँछ महिनाको हेर्नु गाइस। यो हातले ल्याउने हो, यो हातले कसले हो गर्न पनि पाइन्न। बाबा छोराले बाबा मलाई पैसा हुन्छ, यो पैसा भएपछि सबै होइन। पैसा भएपछि यो यस्तो हुँदो रहेछ क्या। पैसा भएपछि सबैलाई माया गर्दो रहेछ। पैसा माया पैसाले गर्दो रहेछ। अब
अब हामी त आफ्नै श्रीमतीले अब पैसा छैन बुढी यसरी भनेर होइन यस्तै। अब मेरो बुढी चाहिँ नेपालमा छैन हेर्नुहोस् गाइस, म हजुरलाई आफ्नो सबै खुल्ला भन्छु कि मेरो बुढी चाहिँ विदेशमा छ। मेरो बुढी पनि यसरी अनुगुला भएको छ। मलाई चाहिँ हप्तामा छुट्टी भयो भने गाइस, जस्तो नेपालमा हामीले को दसैँ तिहारमा मासु ल्याउन जान्छौँ, भैलो खेल्छौँ होइन, तिहारमा दसैँमा पुरा इन्जोय गर्छौँ, त्यस्तै हुन्छ मलाई चाहिँ। हेलो गाइस, आज मेरा छुट्टी है, हफ्ता में एक बार छुट्टी मिलता है। जैसे दिवाली आता है, दशहरा आता है, इसी तरह मेरे को खुशी लगता है क्योंकि दिन भर गधे से तो काम करना पड़ता है होटल लाइन में। आपको पता है, जो होटल लाइन वाले मेरे ये ब्लॉग देखते हैं ना, उनको पता होगा जो होटल लाइन में क्या होता है। सो मेरे वीडियो में लाइक कमेंट, मेरे ब्लॉग में लाइक कमेंट नहीं हो तो सब्सक्राइब कर देना प्लीज़। हमारे गरीब को आप लोग एक बटन दबा दो तो क्या जाएगा। आप सोचते आज मेरा छुट्टी था गैस, और उसका मेरे पास ज़्यादा पैसा तो नहीं था, एक केला भी लाया है। मेरे पास 200 रुपये था, 150 का ये लाया है। आज इंजॉय है गाइस, मैं इंजॉय कर रहा हूँ। आज मैं फुल इंजॉय करूँगा। फुल इंजॉय तो क्या करें, गरीब लोग कैसे इंजॉय करता है आप लोग को गरीब है। एक बात ध्यान रखूँगा, मेरे वीडियो को फुल वॉच कर देना प्लीज़। मेरे को आप लोग का सपोर्ट का बहुत ज़रूरी है, मेरे वॉच टाइम पूरा करने का है। आप लोग का फुल सपोर्ट है गाइस, देखना मेरे वीडियो को फुल वॉच कर देना, लाइक कर देना, कमेंट कर देना, सब्सक्राइब भी कर देना गाइस। बुरा मत मार, ये नहीं आपको भगवान दुआ देगा। मैं गरीब आदमी, अगर हम लोग, मैं इतना अमीर होता तो अपना बीवी बच्चे माँ बाप बाप तो नहीं है प्लीज़, बाप गुजर चुके, माँ है मेरी एक। मैं मिडिल क्लास का हूँ, ज़्यादा अमीर भी नहीं हूँ, ज़्यादा कैसे हूँ। गाइस मेरे वीडियो को लाइक कमेंट सब्सक्राइब कर देना प्लीज़। मेरा वॉच टाइम फुल करा आप लोग के हाथ में प्लीज़। क्योंकि होटल में मेरे को मिलता नहीं है गाइस। आज मैं आप लोगों में ये इंजॉय करूँगा। हल्का बियर ला रखा है आज मेरे लिए दिवाली दशहरा, हफ्ता में तो दिवाली दशहरा होता है गाइस। सुकून मिलता है जब सोने को मिलता है। नहीं तो सुबह उठो, अपने कपड़े धो, जूते पॉलिश करो, कभी तो बिना मुख धो के भी जाना पड़ता है। आपको पता है गाइस, लेट उठेंगे तो ऐसे ही होगा क्योंकि रात को 12-1 बजे आना है। प्लीज सबैजनाले मेरो भिडियोलाई पुरा फुल हेरिदिनु होला, फुल वाच गरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हजुरहरूको हातमा छ, अनि हजुरहरूले एक बटन दबाउँदैमा के जान्छ र होइन, हजुरहरू ट्याप्प दबाउने हो। त्यो लाइकमा गएर यस्तो कमेन्टमा गएर ट्याप्प दबाउनु गाइस। यति फुल सपोर्ट गरिदिँदैछ मलाई हजुरलाई, धेरै धन्यवाद होला। अनि म अहिले चाहिँ बम्बईमा छु, पहिला चाहिँ झलेन्द्रमा थिएँ गाइस, अहिले चाहिँ बम्बईमा छु। मेरो न्यू जब हो, भर्खर लागेको थियो 2 महिना भयो। अहिले चाहिँ इसाई किचनमा छु, मेड इन चाइनामा काम गर्छु। मेड इन चाइनामा नै गरेको हो, धेरै ब्रान्च छ उसको नि। प्लिज गाइस मेरो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब नठोकेर गरिदिनु होला है, पुरा गरिदिनु होला। आज चाहिँ म सबैजनालाई आफ्नो दिलबाट सबै मेरो युट्युब फ्यामिलीलाई मेरो युट्युबबाट नमस्कार, बाई बाई, सी यू। फेरि अर्को भ्लगमा आउँछु। म चाहिँ होटल लाइनमा गर्न एउटै भिडियो किन हाल्छ भनेर कमेन्ट, ल यो होटल लाइन जो होटल लाइनमा काम गर्नुहुन्छ नि, त्यो भिडियो हेरेर कमेन्ट गर्नुलाई। हप्तामा छुट्टी मिलिन्छ कस्तो खुसी हुन्छ। बाई बाई, सी यू, टाटा, माई बसिन्छ, बाई बाई।